विश्वानि देव सवितुर्दुरानि पराशुभं यत्भद्रतन्ना शुभम् ॐ शान्तिः शान्तिः शान्तिः। ल सबैजनाले श्वास प्रश्वासमा आनन्दसँग आउने जाने श्वासलाई ख्याल गरेर ध्यानमा रहनु। ध्यान भनेकै त्यही हो। ध्यान भनेको एउटै कुरामा अडिरहनु, निरन्तरसँग अविचलित रूपमा रहनु। यो ध्यानको अवस्थामा रहन सक्यो भने हामीलाई धेरै ऊर्जा चाहिँ प्राप्त हुन्छ। मान्छे ध्यान गर्नै सक्दैन, नसकेको कारणले उसलाई चाहिँ के हुन्छ त भन्दाखेरि एकदम चटपटा हुन्छ नि। ऊ चाहिँ स्थिर रहेर बस्न सक्दैन, उसको मन चाहिँ एकदम चञ्चल भइरहन्छ र ऊ चाहिँ एकाग्र हुनै सक्दैन। यी सबै कुराहरू हाम्रो शरीरमा दोष छन् के, 3 किसिमका दोषहरू छन्। त्यसलाई त्रिदोष भनेर भनिन्छ। त्रिदोषहरू भन्नाले 3वटा दोष यो सबैमा हुन्छ। यो नभइकन चाहिँ ऊ हुँदैन, तर सबैमा यो त्रिदोष रहन्छ। तर यो चाहिँ समान रूपले त्यसको चाहिँ हुन्छ जसले योग साधना सदा निरन्तर गरिरहन्छ। निरन्तर योग साधना गरिरहने मान्छेहरूको त्रिदोष सम हुन्छ भनेर भनिएको छ। यसैमा एउटा सूत्र छ, समदोष समाग्नेश्च समधातुमल क्रिया प्रसन्नात् इन्द्रिय मन स्वस्थ इति विधीयते भनेर चाहिँ भनेको छ। भनेको चाहिँ हाम्रो शरीरमा भएका 3वटा दोषहरूलाई चाहिँ सम गराउने भनेको योग हो। योगमा चाहिँ समदोष हुन पर्यो। समदोष समाग्नि दोष सम हुने बित्तिकै हाम्रो 5वटा भूताग्नि 7वटा चाहिँ धातु अग्नि यो चाहिँ हाम्रो सम हुँदै जान्छ। अनि त्यसपछि बल्ल हामी चाहिँ के हुन्छ त, हाम्रो मन इन्द्रियहरू प्रसन्न हुन्छ कि, मन इन्द्रिय प्रसन्न हुन्छ। मन इन्द्रियहरू प्रसन्न भएपछि ऊ सदा सुखी सदा खुसी त्यो अवस्थामा पुग्न जान्छ। त्यसैले हाम्रो शरीरमा भएका 3वटा दोषहरू वात, पित्त र कफ, यो 3वटा कुराले चाहिँ हाम्रो शरीरलाई चाहिँ निर्धारण गरेको छ। वात, पित्त र कफ कसरी छ त यो हाम्रो शरीरमा भनेर भन्दा, वात चाहिँ हाम्रो ठ्याक्कै नाभिभन्दा मुनि लगभग 4 बित्ता मानौँ, त्यो चाहिँ वात एरिया। अनि पित्त नाभिबाट 1 बित्ता ठ्याक्कै, त्यो चाहिँ पित्त है। यो नाभिबाट माथिको 1 बित्तालाई गतिलरी हामीले चाहिँ सिआर गर्नु पर्यो। यसको अलिकति तालमेल नमिलाउँदाखेरि हामी धेरै चाहिँ हुन्छौँ गडबड। अनि त्यसपछि चाहिँ अर्को छ योभन्दा माथि ठ्याक्कै लगभग 2 बित्ता टाउकोसम्म माथि, यो चाहिँ कफ। यसरी यो वात, पित्त र कफलाई हामीले चाहिँ सम गरेर मिलाउनु पर्यो। मिलाउनु भनेकै योग रहेछ। मिलाउनु पर्यो भनेर त मिल्दैन। त्यसलाई निरन्तर योग साधना जसले गर्छ त्यसको वात, पित्त र कफ सम हुँदै जान्छ। वात, पित्त र कफ सम हुँदै गयो भनेपछि अनि ऊ स्वस्थ रहन्छ, सदा स्वस्थ रहन्छ। उसलाई कुनै किसिमको रोग व्याध यस्ता कुराहरू चाहिँ रहँदैनन्। अब त्यसलाई चाहिँ मिलाएर गर्नु पर्यो, अति गर्नु भएन। जेसुकै कुरा पनि अति सर्वत्र वर्जियत भनेको छ, अति केही पनि गर्नु भएन। त्यही भएर मिलाएर सबै यो कुरा गर्नु पर्यो। अब जस्तै हाम्रो वात विकृत भयो भने के हुन्छ त, हामीलाई तलको हाम्रो नाभिभन्दा तल वात हुन्छ त भनियो। तर यो वातले यहाँ मात्रै असर गर्दैन, यसले पुरै शरीरमा असर गर्छ क्या। वात चाहिँ सट्टै सरेर ढाडपट्टि पुग्न सक्छ। यता ढाड दुखेको छ कहिले चाहिँ है, यतापट्टिको पातो दुख्छ, कहिले टाउको यतापट्टि दुख्छ। यसरी चाहिँ वात चाहिँ एकदम सरिरहन्छ शरीरभरि। यो वात त्यस्तो किसिमको छ, यो शरीरभरि सर्छ। यो सबैभन्दा डेन्जर यो बातको कारणले मान्छे कसरी के भयो भन्ने कुरो थाहै हुन्न। भर्खरै ठिक थियो, भर्खरै यस्तो बान लाग्यो भन्थे, पहिला बान लाएर यस्तो भयो भन्थे। हो त्यस्तै
यो चाहिँ यस बातलाई चाहिँ एकदम लाइनमा नहुँदाखेरि यसले चाहिँ हाम्रो शरीरलाई एकदमै चाहिँ असर पार्छ। त्यस्तै गरेर पित्त यो चाहिँ हाम्रो आहार विहारले यसलाई धेरै असर पारिरहेको हुन्छ। पित्तसँग सम्बन्धित कुराहरूलाई चाहिँ यसले चाहिँ हामीले खाने कुराहरू सहीतिर हामीले यहाँ भोजन हाल्यौँ भने पो होइन सही यसले चाहिँ प्रतिक्रिया दिन्छ। यहाँ चाहिँ जे मनलाई त्यो चाहिँ खनाइदिएको छ अनि यसले के गर्छ, जाम हुन पुग्छ। त्यस्तै गरेर यो कफ पनि कुन बेलामा के खाने, कुन बेलामा के गर्ने, त्यो कुराहरू चाहिँ अलिकति गऱ्यौँ। हामी श्वास प्रश्वास प्राणायामलाई चाहिँ अलिकति चाहिँ अझै राम्रोसँग चाहिँ प्राणायामहरू गऱ्यौँ भनेदेखि हाम्रा यी वात पित्त र कफ समान हुन्छ। समान भइसकेपछि हामी स्वस्थ रहन्छौँ। यति भने मैले हरिओम तत्सत्। यदेवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।